यदि तपाईलाई बाजको जस्तो जिन्दगी जिउनु छ भने मुर्गाहरूको साथ छोड्नुपर्छ। एउटा समयमा के भएछ भने एउटा गाउँको किसानले चाहिँ काम गर्दा गर्दै उसले एउटा बाजको अन्डा भेटाएछ। उसले भेटाएको त्यो बाजको अन्डा ल्याएर घरमा ओथरा बसेको कुखुरालाई त्यो अन्डा पनि हालिदिएछ। अन्डा हालेपछि बिस्तारै समय बढ्दै गयो र त्यो कुखुराले चल्लाको रल्ने बेलामा कुखुराको चल्लासँगै त्यो बाजको अन्डाबाट बाजको बच्चो पनि कोरलिएर निस्क्यो। त्यो बाजको बच्चो पनि कुखुराको सङ्गत गर्न थालेपछि कुखुरा जस्तै सँगसँगै हिँड्ने र सँगसँगै चर्ने गर्थ्यो। एक दिन चर्दा चर्दै बाजले आकाशमा एउटा अजीबको पंक्षी उडेको देख्यो। यो देखेपछि बाजले ती कुखुरालाई सोध्यो, यो कस्तो खालको पंक्षी हो भनेर त्यो कुखुराहरूलाई सोध्यो। कुखुराहरूलाई सोद्धाखेरि कुखुराले के भनेछन् भने, यो त बाज हो नि, चराहरूको हाम्रो राजा हो। यो आकाशमा उड्छ, हामी त कुखुराहरू हौँ, हामी त यही जमिनमा मात्र हिँड्छौँ, यो त खतरा शक्तिशाली हुन्छ भनेछ। यो सुनेर बाजको बच्चा पनि आफूलाई कुखुरा सम्झिन थालेछ र कुखुरा सरी नै आफ्नो जिन्दगी बिताएछ र अन्त्यमा कुखुराको जिन्दगी जिएर मरेछ। त्यसैले साथी हो, हामी भित्र पनि असंख्य सम्भावनाहरू हुन सक्छन्, तर हाम्रो यो मुर्गाहरूसँगको सङ्गतले, यो कुखुरा जस्ता व्यक्तित्वसँगको सङ्गतले हामीले आफ्नो बाज जस्तो व्यक्तित्व बोलिरहेका हुन्छौँ। त्यही भएर आफूले आफ्नो क्षमता चिन्न सिक्नुहोस्।